दाइजो दिनी दिदिनी दिनी हाँसो खुसी सबै नै खोज्दिनी आफ्नो छोरी आँखाको नानी बुहारी हेप्चौ नोक्रानी झैँ ठानी 7 तोलाको रानी हार भन्दै फिर्ता माग्छौ साउको रिन्छ भन्दै माग्या थिएन रानी हार तोलाको हाम्री चेली भिरको झोला भो कसले बुझ्ने खोइ कसले सुन्दिनी भोक भोकै कोठामा थुन्दिनी बुहारी कुट्छौ आमा छोरी भई नबस चेली जीवनभर रोई मेरो घर मेरै छोरा भन्दिने भेनाले नि दिदीलाई गलतै ठान्दिने। अब मैले यसो भन्दै गर्दा अब यस्तो पनि हुन्छ र भन्छन् होला हैन, तर भन्छन् हैन भागे कुरा हो क्या। हाम्रो नेपालमा चाहिँ यस्तो भइरहेको हुन्छ, यस्तो घटनाहरू घटिरहेको हुन्छ है। नन्दा सासू बुढाबुढी मिलेर कुटेको पिटेको मारेको लास गायब गरेको समाचार त तिमीहरूले सुनेकै होला नि हैन। अब यस्तो पनि थाहा छैन भने चाहिँ समाचार पनि सुन्ने गर्नुपर्छ है।